जयमसी र विशेष गरी तपाईहरु सबैजनालाई हाम्रो आदरणीय पास्टर बाबु एल्डर बाबु जति पनि गेस्टहरु हुनुहुन्छ र सबैजना युथ्स अनि टेन्सहरु सबैजनालाई यो पोडकास्ट सेसनमा तपाईहरुलाई हामी स्वागत गर्दछौं र यो जुन हाम्रो पोडकास्ट सेसन भइरहेछ यो चाहिँ हाम्रो केवल यो जुन हामीले अस्तिको फर्स्ट डेदेखि जुन यो एन्ड डे छ जुन हामीले फर्स्ट डेदेखि जुन फर्स्ट सेसन सेकेन्ड सेसन थर्ड सेसनमा हामीले जे कुरा हामीले उहाँहरू रिसर्च पर्सनबाट हामीले सुनिरहेको थियौँ र त्यही कुरालाई हामी रिफ्लेक्ट गर्ने त्यो उहाँले बोल्दै गर्दाखेरि हामीलाई कुन चाहिँ कन्फ्युजन भएको छ अनि यो के क्वेसन होला यो के भएर यस्तो भयो होला जुन त्यो जिज्ञासाहरू हाम्रो युथ टिम्समा आएको छ यो एक दुईवटा प्रश्न हाम्रो माझमा आएको छ हुन त एक दुईवटा भन्नु अलिक निकै नै आएको छ हामीले यो क्वेसनलाई हामी सबै क्वेसनलाई हामी एड्रेस गर्ने हामी ट्राई गर्छौँ यदि हामीले यो क्वेसन यो टाइम फ्रेमभित्र हामीले यदि सकेनौँ भने एक दुईवटा क्वेसन स्किप हुन्छ होला यसको लागि हामी अगाडि नै हामी तपाईँलाई हामी क्षमा चाहन्छौँ र विशेष गरी हामी एकदमै ग्रेटफुल छौँ हामी एकदमै अनर्ड छौँ कि हाम्रो माझमा हाम्रो रिसोर्स पर्सन एल्डर राइज हुनुहुन्छ उहाँलाई पनि हामी एकदमै हामी धन्यवाद दिन्छौँ तपाईँको टाइमको लागि तपाईँको यो सबै प्रिपेरेसनको लागि हामी तपाईँलाई हामी धन्यवाद दिन्छौँ र हामी सरासर हामी क्वेसनतर्फ नै हामी जानेछौँ र यहाँको हाम्रोमा पहिलो प्रश्न चाहिँ आएको छ इन यर भ्यू वाट इज फल्स टिचिङ यो जुन हामीले अस्तिको हिजोको सेसनमा हामी लाग्छ तपाईँले त्यो चर्चको इलस्ट्रेसनलाई दिँदै गर्दा हुँदाखेरि 8 लाखको त्यो फाउन्डेसन मात्रै हाम्रो लाग्यो भने जुन त्यो कुराहरू सरी यो विषयमा हामी हेर्नेछौँ इन यर भ्यू वाट इज फल्स टिचिङ ओके थ्याङ्क यू सो मच बिफोर मैले क्वेसनलाई रेस्पोन्ड गर्नु अगाडि म उपस्थित हुनुभएको हाम्रो आदरणीय पास्टर बाउ पास्टरनियामा एल्डरनियामा लिडर्सहरू हुनुहुन्छ हजुरहरूको अनुमति लिन चाहन्छु किनभने यहाँ उठ्दा अलिकति कुतकुती लागेको चाहिँ यसकारण हुँदैछ किनभने मभन्दा परिपक्व व्यक्तित्वहरू चाहिँ तल भएर नम्र भएर सुनिरहनु भएको छ अनि यो युद्ध मैदानमा म एक्लै भएको अनुभव गर्दैछु यसैले गर्दा इनकेस सिकौरे व्यक्तिले अलिक पारा नल्याएको जस्तो लाग्यो भने म पास्टर बाउ एल्डर बाउहरूको पनि सहयोग माग्न चाहन्छु यदि कुनै प्रश्नलाई मैले सही प्रकारले रेस्पोन्ड गर्न सकिनँ भने र म हजुरहरूको अनुमति लिँदै म यो प्रश्नबाट सुरु गर्दैछु फर्स्ट चाहिँ प्रश्न जसले पनि यो सोध्नुभयो थ्याङ्क यू किनभने मैले मेरो सेसनमा फल्स टिचिङको चाहिँ निकै चर्चा गरेँ तर फल्स टिचिङलाई डिटेलमा गहिरो रूपमा चाहिँ मैले बुझाइनँ तर तपाईँले त्यो विषयमा जान्ने जिज्ञासा गर्नुभएको लागि धन्यवाद फल्स टिचिङ झुटो शिक्षा चाहिँ साधारण परिभाषा या साधारण प्रकारले भन्नु भने चाहिँ कुनै पनि शिक्षा जो वचन आधारित छैन या बाइबलमा भने अनुसार छैन त्यो शिक्षा चाहिँ झुटो शिक्षा हो सिधै भन्दा चाहिँ प्लेनली चाहिँ अब यस्तो शिक्षाहरू चाहिँ कस्तो शिक्षा भन्दा नम्बर 1 चाहिँ जो हामीले कलासीको मण्डलीमा हेऱ्यौँ जसले चाहिँ सुसमाचारलाई नै डिस्टर्ट गर्छ सुसमाचारलाई नै बङ्गाइदिन्छ सुसमाचार प्रभुले येशूलाई विश्वास गरेर हामीले पाउने उद्धार अनि मुक्तिको कुरा जो आज आदरणीय एल्डर बुबाले पनि बिहानको सेसनमा भन्नुभयो गस्पल के हो येशू ख्रिस्टद्वारा मात्र उद्धार अनि मुक्ति छ भन्ने सुसमाचारलाई चाहिँ होइन यीशु मात्रै सफिसियन्ट छैन कलासीको पत्र नै त्यसकारण लेखेको सफिसियन्सी अफ क्राइस्ट बुझाउनुको लागि यीशु ख्रिस्ट सफिसियन्ट छ बुझाउनु लागि हो तर यस्तो शिक्षा आउँछ जहाँ चाहिँ जो कलासीको मण्डलीमा आयो नस्टिसिजम मैले भने जहाँ चाहिँ यीशुलाई मात्र विश्वास गर्नु काफी छैन यहुदी व्यवस्थाहरू मान्नुपर्छ अनि विभिन्न मिस्टिसिजम भनेको जस्तै विभिन्न स्वर्गदूतहरूको माध्यमहरूबाट परमेश्वरलाई चिन्नुपर्छ यो विभिन्न प्रकारको कुराहरू जब एड अन हुन थाल्छ यो फल्स टिचिङ भनेर हामी बुझ्न सक्छौँ तर झुटो शिक्षा चाहिँ गस्पललाई डिस्टर्ट गर्ने त एउटा इम्पोर्टेन्ट अनि भेरी सिरियस के भनौँ एक्सप्रेसन भनौँ न फल्स टिचिङको तर त्यो साथसाथै यस्तो शिक्षाहरू जुन शिक्षा चाहिँ मान्छेको इच्छा केन्द्रित हुन्छ पौलले तिमोथीलाई भन्छ नि यस्तो समय आउँछ जहाँ यस्तो खालके प्रचार हुन्छ जहाँ जुन चाहिँ मान्छेलाई सुन्नु मनपर्छ धनी कसरी हुनसक्छ आफ्नो इच्छाहरू कसरी पुरा गर्न सकिन्छ प्रभुले हाम्रो चाहनाहरू कसरी पुरा गर्छ सो ह्युमन डिजायर्सहरू मान्छेको इच्छा केन्द्रित शिक्षाहरू आउनु योहरू झुटो शिक्षा भनेर हामी बुझ्न सक्छौँ जहाँ यीशु ख्रिस्टलाई कोही बेला प्रश्न चाहिँ यो लेभलसम्म सायद हाम्रो यहाँ अहिले आइहालेको छैन होला जहाँ यीशु ख्रिस्टको डिभिनिटीलाई प्रश्न हुने
यीशु ख्रीष्ट परमेश्वर होइन भन्ने, फेरि अर्कोप्रति यीशु ख्रीष्टको ह्युम्यानिटीलाई यीशु ख्रीष्ट मान्छे भएर आएकै होइन भन्ने। सो यो डिफ्रेन्ट फर्म्समा एक्सप्रेस हुन्छ फल्स टिचिङ चाहिँ। सो यो कुरा जुनै पनि कुरा जसले चाहिँ वचनमा भए अनुसार शिक्षा आएको छैन, वचनको विपरीत, वचनले जे भन्छ त्यसको विपरीत शिक्षा आउँछ, यसलाई चाहिँ झुटो शिक्षा भनेर बुझ्न सक्छौँ। ठिकै मैले जस्टिफाई गर्न सकेँ? ओके, थ्याङ्क यू सिमियोनज्यूलाई थम्सअपको लागि, ढुक्कै लाग्यो। हुन्छ, थ्याङ्क यू एल्डरज्यू। जसले पनि सोध्नु भएको छ यो क्वेसन, हामी आशा गर्दछौँ तपाईँले यो कुरालाई मजाले बुझ्नुभयो भनेर। अनि यही फल्स टिचिङकै रिलेटेड एउटा क्वेसन रहेछ। यो फल्स टिचिङ चाहिँ अब हामी यसलाई चाहिँ कसरी डिफ्रेन्सिएट गर्नु, किन भन्दाखेरि हामीले अहिलेको टाइममा धेरै इन्फ्लुएन्सियल फिगर्सहरू हामीलाई देख्छौँ जसले चाहिँ प्रभुको वचनलाई चाहिँ एकदम यो मोटिभेसनको टाइपमा हुन्छ नि, अब प्रोस्पेरिटी गोस्पल टाइपमा। अनि यो चाहिँ स्पेसली यो चाहिँ सोसियल मिडियाबाट थ्रु रहेछ। यो चाहिँ ओल्डर जेनेरेसनहरूले चाहिँ जे कुरालाई सुन्छ, उनीहरूले जे कुरालाई हेरिरहेको हुन्छ, त्यो उनीहरूले त्यो मिराकल्स, आश्चर्य कर्महरू त्यो मिडियातिर अनलाइनतिर देख्दै गर्दाखेरि उनीहरूले त्यसलाई नै विश्वास गर्छ र उनीहरूले जेलाई देख्छ, जेलाई हेर्छ त्यही नै उनीहरूले विश्वास गर्छ। यसमा चाहिँ हामी कसरी यसलाई चाहिँ ट्याकल गर्न सकौँ, अर्थात् कसरी यसलाई चाहिँ हामी डिफ्रेन्सिएट गर्न सकौँ भन्ने प्रश्न रहेछ। ओके, थ्याङ्क यू सो मच यो प्रश्नको लागि। सो फर्स्ट चाहिँ हिजोको सेसन तपाईँले याद गर्नुभयो भने बेलुकीको सेसनमा, फाइनल सेसन जो थियो हिजो, त्यसमा 4वटा डी गर्नुपर्छ भन्ने एप्लिकेसन थियो। अनि फर्स्ट डी चाहिँ थियो डिभोट योर सेल्फ इन स्टडिङ वर्ड अफ गड भनेर भनेको थियो। वचन चाहिँ सबैले पढ्नुपर्छ, फर्स्ट चाहिँ स्क्रिप्चरै हो, पहिला चाहिँ छुट्याउनु लागि। यसैले गर्दा हामी आफै चाहिँ बाइबल पढेको छैनौँ, हामी आफैलाई स्क्रिप्चरमा हामी फ्यामिलियर छैनौँ भने चाहिँ, किनभने झुटो शिक्षा आउनेले पनि वचनलाई नै इन्टरप्रेट गर्छ तर रङली इन्टरप्रेट गर्छ, कन्टेक्स्ट अनुसार, सन्दर्भ अनुसार इन्टरप्रेट गर्दैन। अब हामी आफैले चाहिँ बाइबल राम्रो पढेको छैनौँ भने एकजनाको सुन्दा बाइबलै खोलेर भनेकोले गर्दा त्यही भनेको जस्तो लाग्छ, फेरि अर्कोले पनि बताउँदा बाइबलै खोलेर बताउँछ, फेरि ए हो त रहेछ भनेर हिजो हामी बात गर्दै थियौँ, हामी पेन्डुलम भइपठाउँछौँ। एकपट्टिबाट भन्दैछ हामी त्यतै ढल्किन्छौँ किन बाइबलबाट भनेको लाग्छ, फेरि अर्कोपट्टिबाट भन्दा पनि बाइबलबाट भन्नुलाई फेरि त्यतै जान्छ। सो हाम्रो आफ्नै स्टडी। सो फर्स्ट थिङ चाहिँ स्क्रिप्चर हो टेस्ट गर्नको लागि। स्क्रिप्चरमा लेखेको छ मात्र होइन, बिब्लिकल मात्र होइन, थियोलोजिकल छ कि छैन पनि हो। किनभने कुनै पनि कुरा, अब यो भेरी इम्पोर्टेन्ट हो, कुनै पनि कुरालाई टेस्ट गर्नु हो भने, स्क्रिप्चरबाट टेस्ट गर्नु हो भने 3टा कुरोलाई हामीले याद गर्नुपर्छ। नम्बर 1 चाहिँ बिब्लिकल छ कि छैन हो, बाइबलमा छ कि छैन हो, फर्स्ट थिङ चाहिँ। सेकेन्ड थिङ चाहिँ यो थियोलोजिकली पनि यो ठिक छ कि छैन। थियोलोजिकल भनेको चाहिँ के हो भने होल हाम्रो क्रिस्चियन फेथ, हाम्रो डक्ट्रिन जुन छ, हाम्रो क्रिस्चियन डक्ट्रिनले यो भनाइलाई अफर्म गर्छ कि गर्दैन, ठिकै हो भन्छ कि भन्दैन। किनभने बाइबलमा चाहिँ कति डिस्क्रिप्टिभ छ, बाइबलमा चाहिँ कति चाहिँ यस्तो है भनेर लेखिएको छ। उदाहरण बप्तिस्माको कुरा गर्नु भने बप्तिस्मा दिनु भनेर कुरा गरेको छ, कसरी दिनु स्पष्ट छैन, यसलाई डिस्क्रिप्टिभ भन्छ। सो यसमा चाहिँ बाइबलमा चाहिँ छ बप्तिस्मा दिनु, तर कसरी दिनुको चाहिँ फेरि हामीले हेर्नु पर्यो थियोलोजिकली बप्तिस्माको एसेन्स के हो भन्ने कुरालाई। मेथड इम्पोर्टेन्ट हो कि होइन कि बप्तिस्मा इम्पोर्टेन्ट हो, थियोलोजिकली हामीले डिसिसन गर्नु पर्यो। अनि भेरी इम्पोर्टेन्ट जो अहिलेको समयमा इग्नोर गरिँदैछ त्यो चाहिँ एपोस्टलिक टिचिङ अनि चर्चको ट्रेडिसन हो। यो पनि भेरी इम्पोर्टेन्ट हो। चर्चको ट्रेडिसन, चर्च कसरी, चर्च फादर्सहरूले कसरी यो कुराहरूलाई ल्याउँदै आएको छ अहिलेसम्म। प्रभु भोजकै केसमा कुरा गरौँ भने चर्च फादर्सहरूले अहिलेसम्म चर्च ट्रेडिसनले प्रभु भोजलाई कसरी मान्दै आएको छ, कसरी सर्भ गर्दै आएको छ, चर्च ट्रेडिसन पनि इम्पोर्टेन्ट हुन्छ फल्स टिचिङलाई छुटाउन लागि। सो त्यसैले गर्दा फर्स्ट थिङ चाहिँ हो स्क्रिप्चरबाट टेस्ट गर्नु पर्यो। सेकेन्ड चिज चाहिँ हो यो टिचिङ सुन्दै गर्दा यो टिचिङमा ख्रिस अग्लिनु हुँदैछ कि मान्छे अग्लिँदैछ हो। यो टिचिङ सुन्दै गर्दा मान्छेको बढी बढाइ बेसी हुँदैछ कि ख्रिस्टको बढी बढाइ हुँदैछ। थर्ड कुरा फ्रुट पनि हो। यो टिचिङ सुनिसकेपछि सुन्ने मान्छेलाई अब म भनेर घमण्ड आउने कुरा छ कि म त केही होइन रहेछु भन्ने नम्र हुने रिजल्ट आउँछ। फ्रुट हो फ्रुट। यसले कस्तो बनाउँछ यो टिचिङ सुनेपछि, म भयङ्कर भन्ने सोचाइ आउँछ कि मै खतरा रहेछु भन्ने, या मैले यो गरेकोले म जस्तो कोही छैन भन्ने फ्रुट लिएर आउँछ कि म त केही होइन रहेछु यीशु ख्रिस्टले गर्दा मात्रै रहेछ भन्नेमा हामीलाई लिएर जान्छ। सो योहरूले स्क्रिप्चर, तर स्क्रिप्चर भन्दै गर्दा मैले तपाईँलाई फेरि पनि भने
बाइबलमा कति कुराहरू डिस्क्रिप्टिभ छ, प्रिस्क्रिप्टिभ छ, डिस्क्रिप्टिभ छैन भनौँ न। गर्नु भनेको छ तर कसरी गर्नु छैन। सो त्यो भागहरूमा चाहिँ हामीले थियोलोजिकली इन्टरप्रेट गर्नुपर्ने हुन्छ। चर्च ट्रेडिसनबाट कसरी त्यो कुरोलाई मान्दै आएको छलाई याद गर्नुपर्ने हुन्छ स्क्रिप्चर भन्दै गर्दा। अनि सेकेन्ड कुरो चाहिँ क्राइस्ट सेन्ट्रिक छ कि छैन, यो कुरो सुन्दै गर्दा क्राइस्ट उचालिएको छ कि छैन, कि मान्छे उचालिँदैछ। थर्ड कुरो, यो कुरो सुनेपछि सुन्ने व्यक्तिहरूमा कस्तो खालको रिजल्ट फ्रुट ल्याउँछ, अहिले घमण्ड पो लिएर आउँछ कि चर्च चाहिँदैन भन्ने जग्गामा पो लाँदैछ कि लिडर्स चाहिँदैन भन्ने जग्गामा पो लाँदैछ कि कस्तो बनाउँदैछ हामीलाई त्यो टिचिङ सुन्दाखेरि। सो त्यो भागहरूलाई याद गर्नुपर्ने। अनि भेरी इम्पोर्टेन्ट, गस्पललाई डिस्टर्ट त गरेको छैन। जुन सुसमाचार चाहिँ आज बिहान एल्डर बाउले स्पष्ट रूपमा भन्नुभयो अनुसार यीशु ख्रिस्टले गर्नुभएको कुरामा केही थप्दैछ कि केही घटाउनु पो खोज्दैछ कि त्यहाँबाट, यो भागलाई ध्यानमा राखेर चाहिँ हामीले छुट्याउन सक्छौँ। तर बेसिक कुरो कहाँबाट सुरु गर्नु भन्दा चाहिँ हामी आफै बाइबल पढेर हो, हामी आफै स्क्रिप्चरमा पक्का भएर हो, हामी आफैले स्टडी गरेर चाहिँ हामी त्यो छुटाउने जग्गामा पुग्छौँ। नत्र चाहिँ यो डिस्कसन आफै चाहिँ इनफ छैन। तपाईँले सुन्दै गर्नु भएको र पाउनु भएको इन्फर्मेसन मात्रै चाहिँ इनफ छैन, हाम्रो आफ्नै स्टडी हुनु चाहिँ इम्पोर्टेन्ट छ। सो यसले चाहिँ हामीलाई डिसिसन गर्नुमा निकै नै हेल्प गर्छ। यस, हुन्छ, थ्याङ्क यू एल्डरज्यू। र यो एकदमै इम्पोर्टेन्ट क्वेसन लाग्यो मलाई पनि है, किन भन्दाखेरि नट ओन्ली ओल्डर जेनेरेसन, हामी पनि कतिचोटि सर्मनहरूलाई हेर्दै गर्दाखेरि कतिजना इन्फ्लुएन्सर्स नभनौँ, कतिजना वेल रिनाउन्ड पास्टर्सहरूले पनि हामीले कतिचोटि हेर्दै गरेको हुन्छौँ कि गलत इन्टरप्रेट गर्दै गरेको उहाँले हामी सुनिरहेको हुन्छौँ है। र त्यसको लागि चाहिँ नट ओन्ली ओल्डर जेनेरेसन, हामी युथ पनि है, एभ्री वान। यसमा अझै एड गर्नुपर्दा हिजो मैले नि बिरियाको मण्डली हिजो भन्दै थिएँ नि, हामी हुनैपर्छ। जस्तै यहाँ इन्फ्लुएन्सियल फिगरहरूको कुरा मेन्सन गर्नुभएको छ। अब तपाईँ र मैले नै सोचौँ न, पावल जतिको अब भयङ्कर भन्ने अहिलेको भोक्याब चलाउँदैछु, तर को होला त्यतिको खतरा भन्नुहोस् त? स्कोलर मान्छे, अब यस्तो स्कोलर, उसको राइटिङ्सहरू, रोमीको किताब त उसको स्कोलर राइटिङ भन्छ, हतपत बुझ्नु सक्दैन रोमीको किताब, तर ट्रु गस्पल छ त्यहाँ। तर यस्तो व्यक्तिले बोलेको त बिरियाको मण्डलीले चेक गर्थ्यो अरे बाइबलबाट बोले कि बोलेन भनेपछि त जस्तोसुकै इन्फ्लुएन्सियल फिगर होस् हामीले चेक गर्नु चाहिँ जरुरी छ, यो बाइबलबाट हो कि होइन भन्ने कुरा चाहिँ। यो चाहिँ हामी घमण्डी भएको होइन या हामी स्केप्टिक भन्छ नि, डाउट गरेको होइन, तर यो चाहिँ राम्रो डिसिप्लिन हो खासमा। त्यसैले गर्दाखेरि मिराकलको कुरा आउँदा पनि त्यो हो, बाइबलको टिचिङ मिराकल होस् जे पनि हो क्राइस्ट सेन्ट्रिक छ कि छैन। अघि ब्युटिफुल कुरा एल्डर बाउले भन्दै गर्नु भएकोमा, प्रभुलाई विश्वास गर्दा हिलिङ छ नि, प्रभुले जाति पार्नुहुन्छ नि, तर प्रभुले दिने हिलिङ चाहिँ त्योभन्दा बियोन्ड हो भन्ने कुरो बाइबलबाट स्पष्ट, जो एल्डर बाउले यति स्पष्ट पारिदिनु भयो। त्यसैले गर्दा यो लेभलको फिजिकल कुरो त छ, तर फिजिकलमा मात्रै अड्केर स्पिरिचुअल कुरा जसको लागि चाहिँ प्रभु आउनु भएको त्यो चाहिँ इग्नोर हुँदैछ भने त्यो चाहिँ डेन्जर हुन्छ। सो त्यसैले गर्दा मिराकल होस् या इन्फ्लुएन्सियल फिगर होस्, हामी नै आफूलाई अब चाहिँ इक्विप गर्नै पर्छ बाइबलमा छुटाउनको लागि। पावल जस्तो व्यक्तित्वलाई को त टिचिङलाई उनीहरूले चेक गर्थ्यो भने हामी के भन्नु। अब त्यसैले मैले तपाईँलाई हिजो भने प्रजैले बोल्दाखेरि पनि तपाईँले छुट्याउनुपर्छ, प्रजैले बोल्दै गरेको कुरा पनि बाइबलमा छ कि छैन तपाईँले जाँच्नै पर्छ। अनि त्यो लेभलमा तपाईँ बढ्नु भनेको चाहिँ वास्तवमा प्रिचर र टिचरको लागि त्योभन्दा ठुलो सेटिस्फ्याक्सन केही पनि हुँदैन। सो त्यो चाहिँ इम्पोर्टेन्ट हुन्छ। यस 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 हुन्छ, थ्याङ्क यू सो मच एल्डर बाउ। र हामी थर्ड क्वेसनमा हामी जानेछौँ र थर्ड क्वेसनमा चाहिँ यस्तो रहेछ, क्यान एनी वान लुज सेल्भेसन वन्स दे गेट बाई एनी चान्स थ्रु फल्स टिचिङ? अरू कुनै माध्यमद्वारा यदि हामी कुनै परमेश्वरको विरुद्धको कामहरू गऱ्यौँ भने, नराम्रो कामहरू गऱ्यौँ भने हामीले जुन त्यो सेल्भेसन पाएको छौँ त्यसलाई के हामी त्यो कामहरू गर्दै गर्दाखेरि हामी गुमाइ पठाउँछौँ भनेर एउटा प्रश्न रहेछ। एकदमै राम्रो प्रश्न। यो प्रश्नहरूले एउटा चाहिँ प्रुभ गर्दैछ कि यो क्वेसन एन्सर सेसन एकदमै फ्रुटफुल भइरहेछ भनेर। किनभने योहरू चाहिँ मैले मेरो प्रिचिङमा कभर गर्नु नसकेको क्वेसन्सहरू थियो। अनि जुन ब्लाइन्ड स्पटलाई ध्यानमा राख्दै यो सेसन यहाँ कमिटीले राख्नुभयो, यो एकदमै राम्रो क्वेसन। किनभने मैले तपाईँहरूलाई प्रिचिङ गर्दा भनेको थिएँ फल्स टिचिङमा हामी सिरियस हुनुपर्छ, गम्भीर हुनुपर्छ। जब यहाँबाट तपाईँको चर्चमा एल्डर बाउ पास्टर बाउहरूले झुटो शिक्षामा वार्न गर्नुहुन्छ, कोही कोही बेला अलिक कडा रूपमा गाली गर्नुहुन्छ, यसलाई हामीले अन्यथा लिनु हुँदैन। किन फल्स टिचिङ यस्तो हो
जसले चाहिँ हामीलाई जो परमेश्वरले ख्रिस्टमा जरा गाड्नु भएको छ उखल्नु सक्छ यो झुटो शिक्षाले भनेर भनेको थिए। अनि यसको काउन्टर या यसको फलोअप क्वेसन चाहिँ मिठो आएको छ, त्यसो भने सेल्भेसन त गुमाउँदैनौँ त हामीले होइन? एकपल्ट प्रभुमा हामीले उद्धार पायो भने त पाइसकेको हो। सो झुटो शिक्षाले उखेल्छ मतलब चाहिँ के हामीले त्यसरी सेल्भेसन एकपल्ट पाएर पनि गुमाउँदै रहेछौँ भन्ने प्रश्न, एकदमै दामी प्रश्न। तपाईँले जहाँबाट पनि यो सुन्दै हुनुहुन्छ तपाईँले सोध्नु भएको, तपाईँलाई एकदमै थम्स अप छ। यो तपाईँले मेरो प्रिचिङको ब्लाइन्ड स्पटलाई तपाईँले कभर गरिदिनु भएकोमा। सो झुटो शिक्षालाई हामीले दुई लेभलमा हेर्नुपर्ने हुन्छ। एउटा चाहिँ झुटो शिक्षा, नर्मल फल्स टिचिङ, जो चाहिँ बाइबललाई मिसइन्टरप्रेट गर्छ कति मानिसहरूले, त्यो चाहिँ ल्याक अफ बिब्लिकल नलेजहरूबाट पनि हुन्छ। जानी जानी चर्चलाई बहकाउँछु भनेर होइन, या जानी जानी चर्चलाई भतभुङ्ग पारिदिन्छु भनेर होइन, तर बिब्लिकल नलेज नभएर कति भर्सहरूलाई गलत उल्था गरी पठाउँदछ। त्यो एउटा फर्म अफ फल्स टिचिङ हो। यसैले गर्दा प्रिचिङ अनि टिचिङ मिनिस्ट्रीमा हामी बिब्लिकली इक्विप हुनु इम्पोर्टेन्ट छ। तर डेन्जरस चाहिँ हो फल्स टिचिङको एक्सट्रिम लेभल, जसलाई चाहिँ हेरेसी भनेर भन्छ। हेरेसी भनेको चाहिँ यस्तो हो जसले चाहिँ क्रिस्चियन फेथको एसेन्सियल डक्ट्रिनलाई हिट गर्छ, एट्याक गर्छ। बुझ्नु हुँदैछ नि है? जस्तै ट्रिनिटीको कुरा, त्रिएक परमेश्वरको कुरा, एउटा मात्रै पवित्र आत्मा छैन या अन्ली जिजस भन्ने आइडियाहरू चाहिँ एसेन्सियल डक्ट्रिनलाई नै एट्याक गरेको, यसलाई चाहिँ हेरेसी भन्छ। या यीशु ख्रिस्ट बाहेक अरूबाट पनि उद्धार हुनसक्छ भन्नेहरू चाहिँ हेरेसी हो। यो लेभलको जब टिचिङ आउँछ यसले चाहिँ अप्रुभ गर्नु सक्छ। अब किन म तपाईँलाई भन्दैछु, सेल्भेसन पहिला यो तल्लो यो क्वेसनको ओरिजिन किन हामीमा यो क्वेसन आउँदैछ, खास यो क्वेसन किन हामीले गर्छौँ भन्ने कुरामा डिल गरौँ, त्यहाँदेखि यो प्रश्नसँग यो कसरी जोड्छौँ भन्ने कुरालाई डिल गरौँ है। सेल्भेसन हामी गुमाउँछौँ गुमाउँदैनौँ भन्ने दुईवटा स्कुल अफ थट छ, जसमा एक साइडले एउटा स्कुल अफ थटले चाहिँ हामी सेल्भेसन गुमाउँछौँ यदि ठिकसँग जिएनौँ भने, यदि ल्याङफ्याङ जियौँ भने भन्ने एउटा स्कुल अफ थट छ। तर अर्को स्कुल अफ थटमा चाहिँ होइन, प्रभुमा एकपल्ट बाँच्यो भने प्रभुले आफ्नोलाई छोड्दिन या कसैले पनि खोज्नु सक्दैन भनेको छ, त्यसैले गर्दा एकपल्ट बाँच्यो भने हामी बाँच्छौँ भन्ने छ। तर यो थट चाहिँ किन आयो भन्दा चाहिँ फल्स टिचिङको कन्टेक्स्टमा आएको होइन। यो थट चाहिँ कोही कोही बेला हामी प्रभुलाई विश्वास गरेर जस्टिफिकेसन भएर स्याङ्टिफिकेसनको यात्रा, सेल्भेसनको 3टा लेभल छ या पडाउ छ भन्छ नि त। प्रभुलाई विश्वास गर्दा हामी जस्टिफाइड हुन्छौँ, धर्मी ठहरिन्छौँ, तर धर्मी ठहरिसकेपछि नि पछि पनि स्याङ्टिफिकेसनको यात्रा छ, जुन यात्रामा हामी पापमा लडी पठाउँछौँ। कोही बेला गर्दिन भन्दा गरी पठाउँछौँ। पवल आफैले पनि यो द्वन्द्वलाई रोमी 7 अध्यायमा एक्सप्रेस गरेको छ। जुन कुरो नगरौँ भन्छु त्यही गरी पठाउँछु, जुन कुरो चाहिँ गर्छु भन्छु त्यही गर्नु चुकी पठाउँछु। हामी त्यो यात्रामा छौँ। अनि त्यति बेला अन्यल हुँदै गर्दा ल्या गुमाइ पठाउँदिनँ के म त यो सङ्घर्षमा लडिरहेको छु, मलाई त प्रभुले त त्याग्दैन के भन्ने सन्दर्भमा चाहिँ यो प्रश्न जेनेरेट हुन्छ, उद्धार गुमाउँछ कि गुमाउँदैनौँ। तर फल्स टिचिङको सन्दर्भमा यो प्रश्न किन मिल्दैन भन्दिनँ, सरी यो मेरो रङ थियो, किन यहाँ अलिकति डिफ्रेन्ट छ भन्दा चाहिँ हाम्रो उद्धार र मुक्तिको फाउन्डेसन के हो भन्दा येशू ख्रिस्ट हो। कुनै व्यक्तिले अनन्त जीवन पाउँछ पाउँदैनको एउटै मुद्दा छ, उसले येशू ख्रिस्टलाई विश्वास गरेको छ कि छैन, हो किन भन्नुहोस् त। त्यसैले गर्दा यदि फल्स टिचिङले चाहिँ उसको प्रभु येशू ख्रिस्टको बुनियादी डक्ट्रिनबाट उसलाई अलग गर्छ भने उसले फाउन्डेसनल क्रिस्चियन फेथको फाउन्डेसनल डक्ट्रिनलाई इन्कार गर्दैछ नि त। त्यो त उसले येशू ख्रिस्टमा उद्धार अनि मुक्ति छैन, येशू ख्रिस्ट मात्रै काफी छैन भन्दैछ खासमा। अनि त्यो चाहिँ यस्तो इन्कार हो जुन इन्कारले चाहिँ तपाईँ र मलाई अनन्त जीवनको भागीदार चाहिँ बनाउँदैन। बुझ्नु हुँदैछ नि होइन? सो अब यसलाई चाहिँ यो आएको प्रश्न अनुसार के उसले उद्धार पाएर गुमाइ पठाएको हो त भन्ने प्रश्नलाई उत्तर दिँदा एउटा स्कुल अफ थटको भनाइ चाहिँ यो हो, सायद उसले उद्धारै पाएको थिएन होला नि त भन्ने विचार हो। बुझ्नु हुँदैछ? उसले उद्धार पाएको भए सायद उसले गुमाउँथेन, सायद उसले उद्धार पाएकै थिएन होला। त्यसले गर्दाखेरि यो उसले गुमाएको चाहिँ होइन, उसले सुरुमै उद्धार पाएको थिएन, उसले प्रभु येशू ख्रिस्टलाई साँचो रूपमा विश्वासै गरेको थिएन होला, त्यसले गर्दा ऊ बहकेर गयो भन्ने पनि एउटा विचार छ। तर अर्को आजको यो लेभलको यो हाम्रो यो टकको लेभलमा बात मार्दा चाहिँ जुन प्रश्न उद्धार गुमाउने र नगुमाउने छ त्यो प्रश्नको आधार डिफ्रेन्ट छ। तर फल्स टिचिङको कुरा आउँदा यदि एसेन्सियल डक्ट्रिनमा हामी अग्री गर्दैनौँ भने, येशू ख्रिस्टमा मात्र उद्धार अनि मुक्ति छ भन्ने कुरालाई चाहिँ हामी इन्कार गर्छौँ भने चाहिँ निश्चय यो चाहिँ उद्धारसँग सम्बन्धित कुरा छ। यसले चाहिँ हाम्रो उद्धारलाई
जो पाएको थिएनौँ भनेर पनि बुझ्नु सक्छौँ, या अर्को स्कुल अफ थट अनुसार पाएकै थियौँ भने पनि यीशु ख्रीष्टलाई नै इन्कार गर्यो भने चाहिँ सक्यो हो खासमा। अब उपाय नै छैन त्यसमा, पहिला गरेको थियो भने यीशु ख्रीष्टलाई इन्कार गर्दैछ नि त, जो चाहिँ खासमा उद्धारको त फाउन्डेसन हो उहाँ। सो त्यसैले गर्दा यो कुरा यीशुलाई नै इन्कार गर्यो भने चाहिँ उद्धार गुमाउँछ नै भन्छु। यो प्रश्नलाई डाइरेक्ट रूपमा मैले डिल गर्नुपर्दा चाहिँ। तर उद्धार गुमाउँछ गुमाउँदैन भन्ने प्रश्नको आधार चाहिँ डिफ्रेन्ट हो। त्यो चाहिँ के हो, पापमा लड्ने क्रममा जो उहाँले एड गर्नुभयो, सङ्घर्षमा जाँदै गर्दा निश्चय हामी सेङ्टिफिकेसनको त्यो यात्रामा जाँदै गर्दाखेरि हामी पापमा लड्छौँ, चुक्छौँ, गिरी पठाउँछौँ। भरे बेलुकाको सेसनले हामीलाई अझै यो कुरामा हेल्प गर्नेछ, किनभने यस्तै कुरामा छ हाम्रो पापसँगको सङ्घर्षकै विषयमा भरे बेलुकाको सेसन छ। तर यो भागमा जाँदै गर्दा हामी चुक्दै गर्दा लड्दै गर्दा निश्चय हामी उद्धार गुमाउँदैनौँ त्यसमा चाहिँ, किनभने प्रभु जसले सेङ्टिफिकेसन हामीमा सुरु गर्नुभएको छ उहाँले नै सेङ्टिफिकेसनलाई उहाँको दोस्रो आगमनमा पर्फेक्ट पनि गर्नुहुन्छ। हामी त्यति बेला टोटली पवित्र व्यक्ति पनि हुन्छौँ। र त्यो केसमा हो भने चाहिँ हामी गुमाउँदैनौँ, हाम्रो दिनदिनको सङ्घर्षसँग जुझाइसँगको सम्बन्धमा चाहिँ गुमाउँदैनौँ। तर प्रभु यीशुलाई नै इन्कार गर्यो भने चाहिँ खेल खतम हो। त्यो चाहिँ अब त्यो चाहिँ गर्नु मिल्दैन। ओके, थ्याङ्क यू एल्डरज्यूलाई, थ्याङ्क यू। र जसले पनि यो प्रश्न दिनुभयो तपाईँलाई आशा गर्छौँ तपाईँले बुझ्नुभयो भनेर। र यो जुन तपाईँले भन्नुभयो उद्धार गुमाउँदैनौँ भन्दाखेरि, र कतिजनालाई यस्तो पनि लाग्न सक्छ कि हामीले वान्स उद्धार पाएपछि त हामीले नगुमाउने रहेछ, हुने रहेछ जे गर्दा खाइदिउँ गरिदिउँ त्यस्तो खालको पनि हुन्छ। तपाईँले कसरी एड्रेस गर्नुहुन्छ? अब अघि त्यस कारण यो भागलाई वान अफ द स्कुल अफ थटले चाहिँ कसरी भन्छ भने सायद उसले उद्धारै पाएको थिएन नि त अन्त यस्तो जिउँदैछ भन्छ, सिधै भन्दा चाहिँ। किनभने सेल्भेसन रुट हो भने त्यो रुटको फ्रुट चाहिँ हो, अघि पास्टर बोले भनेर सुधारको जीवन हो नि त, पर्फेक्ट जीवन होइन है। तर उसको जीवनमा प्रभु जस्तो हुने इच्छा चाहिँ पवित्र आत्माले हालिदिएको हुन्छ। यदि त्यो इच्छा नै छैन भने चाहिँ उद्धार पाएको कुरामा डाउट पो छ त। किनभने प्रभुले पनि भन्नु केबाट चिन्नु रुख भन्दा फलबाट चिन्नु भनिदिनु भयो। भन्नु मतलब पर्फेक्ट लाइफ होइन, तर लड्दाखेरि पवित्र आत्माले कन्भिन्स गर्दैछ, यहाँ भित्र कन्भिक्ट गर्दैछ, यस मैले यो ठिक गरेन प्रभु माफ गरिदिनुहोस् चाहिँ हुँदै गरेको हुनु पर्यो। चुक्दैछ भने ल्या प्रभु यो मतलब छैन, ल्याङफ्याङ अवस्थामा छ, प्रभु सबु भन्ने चर्च सच भन्ने अवस्थामा छ भने चाहिँ उद्धारै पाएको छ के भन्ने प्रश्न हो। सो त्यसैले गर्दा म प्राय एउटा इलस्ट्रेसन, एउटा इक्जाम्पल स्टोरी भन्ने गर्छु। दुईजना साथीहरू हन्टिङ गर्नु गयो अरे क्या, चरा मार्नु गयो अरे। त्यसमा एकजना साथी चाहिँ उहाँले भनेको जस्तो ल्याङफ्याङ मतलब छैन जेसुकै होस् भन्ने हो। अर्को साथी चाहिँ सेङ्टिफिकेसनको यात्रामा लड्दै भए पनि प्रभु जस्तो हुने चाहनामा बढ्दै गरेको साथी। दुईजना जाँदैछ, दुईजना व्यक्ति। अनि एउटा साथी यसरी जाँदै गर्दा ढुङ्गामा खुट्टा डङ्गै ठोकेर चाहिँ नराम्रो शब्द बोली पठायो अरे उसले। तर उसलाई रियलाइज भयो, पवित्र आत्माले उसलाई भित्र भने यो ठिक होइन। अनि उसले हतार हतार माफ मागेर प्रभु माफ गरिदिनुहोस् मैले नराम्रो शब्द बोली पठाएँ। अनि छेउको साथी जो उहाँले भन्नुहुँदैछ जसले चाहिँ त्यस्तो जीवन दिउँछ, उहाँले भने त के बोरिङ लाइफ तिम्रो, खोइ म त कति बोल्छु त यस्तो, मलाई त मतलब हुँदैन त, के को यो माफ मागिबस्छ भनेर भने अरे। अनि उस साथीले केही भन्नु सकेन, शब्द आएन। त्यहाँदेखि उनीहरू गयो, हन्टिङ गर्नु गयो। अनि उसको पाला एउटा चरालाई चाहिँ, दुईवटा चरामा एउटा चरालाई टाउकोमा हिर्कायो, अर्को चरालाई चाहिँ पखेटामा लाग्यो। टाउकोमा हिर्काएको चरा भुग्लुकै मरिहाल्यो, पखेटामा हिर्काएको चरा चाहिँ भाग्नु खोज्यो अरे। त्यो साथीले भने अरे साथी जा, त्यो टाउकोमा लागेको चरा छोड्दै मरिसक्यो, पखेटामा लागेको चरा पक्रिकिन भने भाग्नु सक्छ भनेर। त्यति बेला त्यो साथीले भने अरे आबो पाएँ मैले उत्तर, साथी तिमी चाहिँ त्यो टाउकोमा लागेर भुक्लुकै भइसकेको चरा हो, तिमी मरिसकेको, तर म चाहिँ उफ्रिँदै भाग्दै गरेको चरा हो, मेरो चाहिँ अझै मौका छ भनेर। सो भन्नु चाहेको चाहिँ उद्धार नपाएको अवस्था, अलरेडी स्पिरिचुअली डेड अवस्था चाहिँ हो ल्याङफ्याङ जीवन चाहिँ, मतलबै नहुने जीवन चाहिँ। सो उद्धार गुमाउँछ उसले भन्दा पनि उद्धार पाएको हो कि हो फर्स्ट क्वेसन चाहिँ। किन पाएको हो भने चाहिँ ऊभित्र प्रभु जस्तो हुने चाहना पवित्र आत्माले हाल्नु हुन्छै हुन्छ। त्यहाँ हामी डिफ्रेन्स हो। पर्फेक्ट जीवन जिउँदैनौँ हामी यहाँ, प्रभुले एक्सपेक्ट पनि गर्नुहुन्न किनभने सक्दैनौँ, प्रभुलाई थाहा छ। तर पर्फेक्सनतर्फ बढ्ने कोसिस गर्दैछौँ हामी। कहिले पर्फेक्ट हुन्छौँ? पवलले भन्छ जुन दिन हामी यीशुलाई मुखामुख देख्छौँ, प्रभुको दोस्रो आगमनमा हामी पर्फेक्ट हुन्छौँ। तर त्यति बेलासम्म हामी पर्फेक्सनमा बढ्दैछौँ। तर पर्फेक्सनमा बढ्ने चाहना नै हामीभित्र छैन भने, ल्याङफ्याङ जीवन जिउँदा भित्र घुस्दैन पनि भने चाहिँ पवलले तिमोथीलाई भन्छ तातो फलमले डामेको कन्साइन्सको अवस्था हो, त्यो डेन्जर अवस्था हो यो। यदि कोही हुनुहुन्छ भने
यही रिट्रिट हो चान्स पश्चाताप गर्ने ल सो त्यो छ थ्याङ्क यू हुन्छ थ्याङ्क यू एन्ड्रुज्यू आशा गर्दछु तपाईँहरूले स्पष्टसँगले नै बुझ्नुभयो होला यो प्रश्नको उत्तरलाई र यो हाम्रो चौथो प्रश्न एकदमै लामो रहेछ यो प्रश्न चाहिँ यसरी रहेछ यसकारण जसरी प्रभु येशू ख्रिस्टलाई ग्रहण गर्यो भन्ने वाक्यलाई आज सही 100% याद गर्दा वर्तमान मण्डलीहरूमा सही सुसमाचार नभएको देखिन्छ अनि ग्रहण गराई भनी आज देखावटी वा भ्रष्ट भएको देखिन्छ यस्तो अवस्थामा कसरी ग्रहण गराइएको सही वा जसले ख्रिस्टले के गर्नुभयो र उहाँ को हुनुहुन्छ भनी नजानेको खण्डमा के गर्न सकिन्छ बुझ्नुभयो बुझे जस्तो लाग्यो ओके मैले बुझेअनुसार उहाँले सोध्दै गर्नुभएको किनभने हामीले फर्स्ट सेसनको रेस्पोन्समा जस्तो लाग्यो यो किनभने फर्स्ट सेसनमा हामीले भनेको थियौँ कि पवलले कलासी 2:6 इन्टेन्सनली मेन्सन गर्दैछ जसरी प्रभु येशू ख्रिस्टलाई ग्रहण गर्यो भनेर सो पवलले कलासीको मण्डलीलाई रिमाइन्ड गराउँदैछ तिमीले चाहिँ प्रभुलाई मात्र ग्रहण गरेको होइन यीशु मात्रै भनेर ग्रहण गरेको होइन ख्रिस्ट मात्रै भनेर ग्रहण गरेको होइन तर प्रभु येशू ख्रिस्ट भनेर प्रभुको यो थ्रीफोल्ड टाइटललाई नै लिएर ग्रहण गरेको सो उहाँको प्रश्न पोसिबली त्यसको रेस्पोन्समा त्यो सेसनको रेस्पोन्समा हुन सक्ला अब अहिले त हामी डिटेलमा बुझाउँदैन त प्रभु यीशु ख्रिस्ट भनेर सो के त्यो प्रकारको ग्रहण गराई अलिकति इन्कम्प्लिट ग्रहण गराई हो भन्ने प्रश्न हुन सक्ला यदि त्यो हो भने निश्चय होइन अहिलेको मण्डलीमा जुन प्रकारले ग्रहण गराई हुँदैछ त्यो ग्रहण गराइमा अलिकति पनि समस्या छैन भन्छु फर्स्ट चाहिँ म तर ग्रहण गराइसकेपछिको बाइबलमा एउटा टर्म छ त्यसलाई चाहिँ भन्छ डिसाइपल मेकिङ भनेर भन्छ चेला बनाउने क्रम भन्छ कसैले भनेको छ कुनै व्यक्तिले प्रभुलाई ग्रहण गर्नु भनेको चाहिँ एउटा परिवारमा नानी जन्मिनु भनेको जस्तो हो अब नानी जन्मिसकेपछि नानीलाई सुरुमा चाहिँ सानो हामी के आमाको दुध भनौँ न फर्स्टमा आमाको दुधबाट उसले पोषण पाउँदै गरेको हुन्छ त्यसै नै ग्रहण गर्दा पास्टर बाउले एल्डर बाउले जसरी ग्रहण गराउनुहुन्छ सिम्पल बिब्लिकल ट्रुथहरूबाट गराउनुहुन्छ अनि त्यो एकदमै अहिले राइटली नै हाम्रो मण्डलीमा भइरहेको छ तर अब यो कुरामा उहाँलाई हाम्रो यीशुको उहाँ चाहिँ प्रभु हुनुहुन्छ येशू हुनुहुन्छ ख्रिस्ट हुनुहुन्छ भनेमा शिक्षामा लाने प्रक्रियालाई चाहिँ चेला बनाउने प्रक्रिया भनेर भन्छ सो त्यो भागमा चाहिँ हामीले इन्टेन्सनली कुनै पनि व्यक्तिलाई चाहिँ ग्रहण गराए अब चचाउँदै जाऊ अब ढुकै भयो ग्रहण गरिसक्यो भनेर हाम्रो रेस्पोन्सिबिलिटी एन्ड गरेनौँ तर त्यो व्यक्तिलाई प्रभु को हुनुहुन्छ अनि बाइबलको डक्ट्रिनल ट्रुथहरूमा बाइबलको खाँटी शिक्षाहरूमा हुर्काउँदै लग्यो भने चाहिँ जुन प्रश्न उहाँले गर्नुहुँदैछ त्यो कुरालाई चाहिँ हामी एड्रेस गर्न सक्छौँ सो ग्रहण गरायो छोड्यो होइन ग्रहण गरेर निश्चय उद्धार अनि मुक्ति पाएको छौँ तर डिसाइपल मेकिङमा लाने क्रममा जो चाहिँ अहिले चर्चमा हुँदैछ पनि भन्छु तर त्यसलाई अझै इन्टेन्सनली हामीले को हुनुहुन्छ प्रभु को हुनुहुन्छ ख्रिस्ट के गर्नुभयो प्रभुले हामीलाई भन्ने प्रक्रियामा चाहिँ त्यो गस्पल चाहिँ अझै गहिरो रूपमा लानु सक्यो भने चाहिँ बेटर हुन्छ अनि कोही बेला चाहिँ उहाँले भन्नुभयो अनुसार हामीले गस्पललाई चाहिँ प्रभुलाई विश्वास गर उद्धार अनि मुक्ति छ भन्ने कुरामा मात्रै सीमित राख्यो भने चाहिँ यो समस्या हुनसक्छ ओके सो अनि म विश्वास गर्छु त्यस्तो हाम्रो मण्डलीमा भएको छैन भनेर तर गस्पललाई अझै डिटेलमा लानु इम्पोर्टेन्ट छ मानिलिनुहोस् कोही बेला हामीलाई चाहिँ यस्तो लाग्छ कि गस्पल चाहिँ क्रिस्चियनहरूको लागि होइन भन्ने लाग्छ एल्डर बाउले बिहान यति मिठो प्रकारले भन्नुभयो कि यो सुसमाचार चाहिँ सबैको लागि हो इभन क्रिस्चियनहरूको लागि पनि हो यहाँ उपस्थित हुनुहुने प्रभुलाई ग्रहण गरेको छु भन्नेहरूको लागि पनि हो म बिब्लिकली तपाईँलाई भन्छु पवलले रोमीको पत्र सुसमाचार लेखेको यदि सुसमाचार राम्रो बुझ्नु भने रोमीको पत्र हामीले राम्रो बुझ्नुपर्छ यद्यपि सुसमाचारको किताबहरू छ 4वटा गस्पलहरू छ होइन मत्ती मर्कुस लुका योहन्ना त्यहाँ चाहिँ यीशुले के गर्नुभयो भन्ने छ तर यीशुले गर्नुभएको कुरोले तपाईँ र मेरो जीवनमा के फरक पार्यो चाहिँ पवलले डिस्क्लोज गरेको छ सो रोमीको किताब खास गस्पल हो अनि पवलले रोमीको किताब यो गस्पल चाहिँ कसलाई लेख्यो भन्दा धेरै वर्ष क्रिस्चियन भएकोहरूलाई लेखे हेर्नुहोस् न किनभने उनीहरूले गस्पल बुझ्नु जरुरी थियो उनीहरूले सुसमाचार बुझ्नु जरुरी थियो त्यसैले गर्दाखेरि यो प्रश्न प्रभु को हुनुहुन्छ ख्रिस्ट को हुनुहुन्छ उहाँको बलिदानले के भयो भन्ने कुरा चाहिँ चर्चलाई रिमाइन्ड गराइरहनु चाहिँ जरुरी नै छ सो गस्पल फेरि चर्चलाई सिकाउनु चाहिँ इम्पोर्टेन्ट छ अनि त्यो हुनु सक्यो भने चाहिँ
प्रभु येशू ख्रिस्ट को हुनुहुन्छ भन्ने अन्डरस्ट्यान्डिङ बढ्दै जान्छ। उहाँले गर्नुभएको क्रुसको कार्यले, उहाँको पुनरुत्थानले हाम्रो जीवनलाई यहाँ अहिले प्रेजेन्टमा पनि कसरी फरक पार्छ भन्ने बुझाइले चाहिँ हाम्रो विश्वासलाई बलियो बनाउँछ। किन हिजो पनि हामीले लास्ट सेसनमा सुन्यौँ, पवलले सुरुमै कलासीको मण्डलीको विश्वासलाई अप्रिसिएट गरेको छ। कलासीको मण्डली, तिमीहरूको विश्वास सुनेर हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ भनेको छ। तर कलासीको मण्डलीलाई पवलले यो पनि भन्छ, त्यो विश्वासमा स्थिर पनि हुँदै जाऊ भनेर भनेको छ। होइन, प्रभुले नै विश्वास दिनुभयो, अब प्रभुले नै तिम्रो त्यो विश्वासलाई पनि बढाउन चाहनुहुन्छ, वृद्धि गर्दै जाऊ त्यो विश्वासमा। अनि त्यो वृद्धि गर्नु भनेको नै गस्पललाई अझै बुझ्दै जानु। बुझ्नु हुँदैछ नि है? सो त्यसले गर्दा गस्पललाई चाहिँ ग्रहण गर्नुमा मात्र सीमित राखेनौँ, तर हाम्रो डे टु डे चर्चको टिचिङ्सहरूमा पनि गस्पललाई हामीले सिकाइरहनु चाहिँ यसकारण इम्पोर्टेन्ट छ। जुन हुँदैछ भनेर म विश्वास गर्छु, अनि जुन हुनु जरुरी छ, अनि सो हुँदा चाहिँ यो प्रब्लम एड्रेस हुनसक्छ भनेर भन्छु। सो गस्पल चाहिँ क्रिस्चियनहरूलाई पनि जरुरी छ, वान लाइनरमा भन्नु भने चाहिँ। ओके, हुन्छ, थ्याङ्क यू एल्दो। र यो जसले पनि तपाईँले सोध्नु भएको छ, तपाईँ क्लियर हुनुभयो होला जस्तो लाग्छ। यदि क्लियर हुनुभएको छैन भने फेरि पनि तपाईँले क्रस क्वेसन राख्न सक्नुहुन्छ। ओके, छैन रहेछ, बुझ्नु भएछ, थ्याङ्क यू। ओके, यहाँनिर एसपीवाइएफएनलाई चाहिँ थ्याङ्क यू भन्नुभएको रहेछ। यहाँ जो पनि उहाँले प्रश्न सोध्नु भएको थियो, थ्याङ्क्स टु एसपीवाइएफएन एन्ड अल हु हार्टेडली टुक रिस्क एन्ड मेड दिस कन्भेन्सन 100% ब्लेसेड फर मी, एन्ड स्पेसल थ्याङ्क्स टु स्पिकर एल्डर प्रजय राई फर स्पिरिचुअल फुड द्याट यु हेभ प्रोभाइडेड मी टु बी मोर अन गड्स किङडम, थ्याङ्क यू भनेर भन्नुभएको छ। तपाईँलाई पनि एकदमै धन्यवाद दिनुभएको छ। साथै एसपीवाइएफएनलाई पनि धन्यवाद दिनुभएको छ। तपाईँलाई पनि हामी एकदमै धन्यवाद दिन्छौँ। तपाईँ हाम्रो यो कन्भेन्सनमा आइदिनु भयो, तपाईँलाई पनि एकदम हामी धन्यवाद दिन्छौँ। र अब हामी अर्को प्रश्नतर्फ हामी जाँदै गर्दाखेरि हाम्रोमा सायद अब 2-3वटा मात्रै छ जस्तो लाग्यो। यहाँनिर उहाँको नाम पनि रहेछ, कलसी 2:6-7बाट को प्रश्न। पहिलो प्रश्न रहेछ, येशूमा जरा हालिएको छ कि छैन भनेर कसरी चाल पाउनु? ओके, यीशुमा जरा हामीले सेसनमा म फेरि ब्याक रिभिजिट गर्न चाहन्छु। हामी यीशुमा जरा हाल्दैनौँ, तर परमेश्वरले हामीलाई ख्रिस्टमा जरा हाल्नुहुन्छ। हामीले यसको ग्रामरलाई पनि बुझ्यौँ होइन? यो पर्फेक्ट प्यासिभ भोइस हो, प्रभुले गरिसक्नु भएको भोइस हो, अनि पर्फेक्ट कम्प्लिट भएको हो। अर्को चाहिँ प्यासिभ हो, यो हामीले गरेको होइन, परमेश्वरले गर्नुभयो। तर कहिले गर्नुभयो भन्दा पवलले भन्दैछ, जुन दिन तिमीहरूले प्रभु येशू ख्रिस्टलाई ग्रहण गर्यो। सो जुन दिन तपाईँले साँचो रूपमा येशू ख्रिस्टलाई उद्धारकर्ता मुक्तिदाता भनेर त्यो सिम्पल फेथमा ग्रहण गर्नुभयो, परमेश्वरले तपाईँको सिम्पल फेथलाई कदर गरेर तपाईँलाई ख्रिस्टमा जरा गाडिदिनु भयो। अब प्रश्न चाहिँ कसरी थाहा पाउनु? हजुर, प्रश्न चाहिँ हो उत्तर चाहिँ हो विश्वास गरेर हो। किनभने बाइबलले भन्छ तपाईँले विश्वास गर्नु। अब विश्वासको प्रमाण म के माग्नु थाहा छैन, त्यसको केमा देखा पर्छ चाहिँ यदि तपाईँको प्रश्न हो भने कसरी थाहा पाउनु चाहिँ विश्वास गर्नु हो। किनभने बाइबलले भन्दैछ तपाईँले येशूलाई विश्वास गर्नुहुँदा, ग्रहण गर्नुहुँदा परमेश्वरले तपाईँलाई ख्रिस्टमा जरा गाडिसक्नु भएको छ। तर कसरी देखा पर्छ म जरा गाडिसकेँ भन्ने कुरा चाहिँ तपाईँलाई उहाँले ख्रिस्टको स्वरूपमा निर्माण पनि गर्दै गरेको हुन्छ, जो चाहिँ हामीले सुन्यौँ, जरा गाडिएको र निर्माण भएको भएर। अनि निर्माण भएको भएर पनि के हो भन्यौँ, प्रेजेन्ट प्यासिभ भोइस हो भन्यौँ। त्यो चाहिँ अहिले प्रभुले गर्नुहुँदैछ, अनि कसले गर्दैछ? प्रभुले गर्नुहुँदैछ। सो तपाईँभित्र ख्रिस्ट जस्तो हुने इच्छा आउँदैछ, तपाईँभित्र प्रभुलाई मनपर्दो, प्रभुलाई खुसी पार्नु, प्रभुको आज्ञा पालन गर्ने इच्छा आउँदैछ, यीशु ख्रिस्टको स्वरूपमा बदलिने इच्छा आउँदैछ। त्यो निर्माण हुने इच्छा नै प्रमाण हो तपाईँलाई परमेश्वरले ख्रिस्टमा जरा गाड्नु भएको छ भनेर। तर कहिले भयो त्यो भन्दा जब तपाईँले विश्वास गर्नुभयो। कसरी थाहा पाउनु भन्दा विश्वास गरेर। तपाईँले विश्वासै गर्नुपर्छ, किनभने जुन दिन तपाईँले गर्नुभयो प्रभुले तपाईँलाई गाडिसक्नुभयो त्यहाँ चाहिँ। हुन्छ, यहाँनिर थप अरू प्रश्न पनि रहेछ उहाँकै। अहिलेको युवा
त्यसमा जडा गाडिनलाई के कस्तो गर्न सकिन्छ? यो रहेछ। अनि अर्को प्रश्न, हामी कसरी येशूको चालमा चल्न सकिन्छ? ओके, सो सेकेन्डको क्वेसन, अहिलेको युवाले कसरी जरा गाड्न सक्छ भन्ने क्वेसन त म फेरि पनि भन्दैछु। हामी गाडिँदैनौँ जरा, ख्रिस्टले परमेश्वरले गाड्नु भएको हो ख्रिस्टमा जरा हामीले ग्रहण गर्दाखेरि। तर हामी नउखिलिनु चाहिँ सक्छौँ। अनि त्यो चाहिँ कसरी भन्दा तपाईँलाई हामीले सेसनमा भन्यो फल्स टिचिङमा होसियार भएर, झुटो शिक्षा जसले चाहिँ हामीलाई प्रभु बाहेक अरू कुराहरू भन्नेमा लग्यो भने चाहिँ त्यहाँ चाहिँ नो भनेर हामी अप्रुट हुनदेखि बाँच्न सक्छौँ। मैले तपाईँलाई यूहन्ना 15बाट पनि भने, प्रभुले भन्नु ममा रहो भन्नुभयो, तिमी फाल्टो छौ औ आएर गाँस भनेको होइन, अलरेडी तिमीहरू छौ ममा गाँसिएको, मलाई विश्वास गर्दा रहिरह है भनेर भन्नुहुँदैछ। सो प्रभुले गरिसक्नु भएको काम हो, तपाईँ र म अझै गाडिनुपर्छ भन्ने कुरा पनि होइन, या निक्लेर फेरि गाडिनुपर्छ होइन, तर हामी नउखिलिनु हो त्यो चाहिँ। अनि कसरी भन्दा हामीले वचनमा सुन्यौँ झुटो शिक्षाबाट, बी सिरियस एबाउट फल्स टिचिङ। अनि दोस्रो कुरा चाहिँ बी सेक्योर्ड इन यर गड गिभन आइडेन्टिटी। प्रभुले तपाईँलाई दिनुभएको चिनारीमा बलियो भएर बस्नुहोस्, किनभने त्यो हिडन छ, देख्दैन। प्रभुले मलाई धर्मी बनाउनु भयो लाग्दैन, किनभने यस्तो लाग्छ मलाई त अझै पनि पाप गर्नु मनपर्छ त, मलाई त अझै पनि पापले टेम्प्ट गर्छ त, म कसरी धर्मी लाग्ला, म धर्मी हो भनेर खडा हुनुहोस्। सो हामी चाहिँ धर्मी हुनुको लागि पापदेखि टाढो बसेको होइन, धर्मी भएको कारणले पापदेखि टाढो बसेको। हामी चाहिँ हिलोबाट, तपाईँहरू हेर्नुहोस् न, अहिले यहाँ उकालो आउँदाखेरि कति जोगिएर आउनुभयो होला। किन जोगिएर आउनुभयो भने सफा लुगा लाउनु भएको छ नि त। त तपाईँ जोगिएको चाहिँ अलरेडी तपाईँले सफा लुगा लाउनु भएको छ। हामी चाहिँ सफा हुनुको लागि जोगिएको होइन, हामी अलरेडी सफा लुगा लाएको छौँ। मैला लुगा लाएर हिँड्नेहरू चाहिँ जोगिँदैन त्यहाँ, किन अलरेडी मैला छ, बुझ्नुहुँदैछ? सफा लुगा छ, प्रभुले हामीलाई धर्मी बनाइसक्नु भएको छ। सो हामी पापबाट टाढो बस्छौँ। सो त्यो चिनारीहरूमा चाहिँ हामी बलियो बस्छौँ। त्यसले गर्दा पाप गरी पठाउँछ, जुरुक्कै उठौँ अनि भनौँ म धर्मी हो भनेर। शैतानले भन्छ भर्खर 5 मिनट अगाडि पाप गरेर धर्मी भन्छस् भन्दा तपाईँले भन्नुहुन्छ भन्छु नि अन्त प्रभुले भनेको छ भन्नु पर्यो। त्यस कारण मिकामा ब्युटिफुल कुरा मिका अगमवक्ताले भन्छ, हे मेरो बैरी, मेरो शत्रु शैतान, मेरो विरुद्धमा नरमा, जब म लड्छु म उठिहाल्छु, किनभने परमप्रभु मेरो ज्योति हुनुहुन्छ। अहिलेको कन्टेक्स्टमा भन्नु जब म लड्छु उठिहाल्छु, किनभने म लडे पनि परमप्रभु मेरो धार्मिकता हुनुहुन्छ। सो यो चिनारीहरूमा चाहिँ बलियो गरी बसेर चाहिँ हामी जरा गाडिएर बस्न सक्छौँ, जुन जरा चाहिँ हामीले गाडेको होइन, परमेश्वरले ख्रिस्टमा हामीलाई गाड्नु भएको। सो रिरुट हुने कुरा छैन, आफूलाई गाड्ने कुरा छैन, परमेश्वरले। मैले इन्टेन्सनली यो सेसन्सहरूमा परमेश्वरले गर्नुहुन्छ परमेश्वरले गर्नुहुन्छ किन भन्दैछु भने गस्पल यही हो, हाम्रो साइडबाट केही हुँदैन परमेश्वरले नगरिकन। परमेश्वरले नै हामीलाई निर्माण गर्नु भएन भने हामी आफै निर्माण हुन सक्दैनौँ, परमेश्वरले नै हामीलाई गाड्नु भएन भने हामी गाड्नु सक्दैनौँ, परमेश्वरले नै तपाईँ र मेरो विश्वासलाई बलियो बनाएन भने हामी बनाउनु सक्दैनौँ बलियो। यसैले पवलले जानी जानी गस्पल प्रेजेन्ट गर्दैछ, परमेश्वरले गर्नुहुन्छ सबै कुरो। सो यो कुरालाई चाहिँ थाहा गर्नु। सो बी सिरियस फल्स टिचिङमा यसले उखल्नु सक्छ, बी सेक्योर तपाईँको आइडेन्टिटीमा जो लुकेको छ देख्दैन, तर ख्रिस्ट जब प्रकट हुनुहुन्छ तपाईँको चिनारी त्यति बेला प्रकट हुन्छ, त्यति बेला गर्व लाग्छ म चाहिँ को रहेछु प्रभुमा भन्ने कुरामा। ओके, थ्याङ्क यू। यो जसले पनि सोध्नु भएको यहाँ भाइ रहेछ, उहाँको नाम म डिस्क्लोज गर्न चाहदिनँ र तपाईँले बुझ्नुभयो भनेर हामी आशा गर्दछु। र हामी अन्तिमतिर हामी आइसकेका छौँ, 1-2वटा मात्रै प्रश्न छ र यहाँनिर लेखिएको छ, प्रश्न यसरी छ, वाट इज टु जग? वाट इज टु जग? यो सायद तपाईँले अस्ति हिजोको जुन मैले अघि फर्स्टमा भन्दै थिएँ, तपाईँले त्यो चर्चको फाउन्डेसनको बारेमा भन्दै गर्दाखेरि त्यो कुरासँग रिलेट गर्नु खोजिराख्नु भएको होला सायद। ओके, दुई प्रकारको जग भन्दा चाहिँ पवलले विशेष गरी मैले त्यो एउटा भर्स कोरिन्थीबाट मेन्सन गरेको थिएँ कि पवलले भन्छ ख्रिस्ट यीशुको फाउन्डेसन बाहेक अरू कुनै फाउन्डेसनमा निर्माण गर्न सकिँदैन भनेर भनेको छ। सो जिजस क्राइस्ट इज द ट्रु फाउन्डेसन। अब पवलले एफिसीलाई लेखेको पत्रमा त यीशु ख्रिस्ट त कर्नरस्टोन कुनै ढुङ्गो हुनुहुन्छ, सो फाउन्डेसनकै आइडिया हो। सो यसलाई सिम्पलमा यसलाई यदि त्यो सन्दर्भमा तपाईँले सोध्नु भएको भने चाहिँ दुईवटा जग चाहिँ, एउटा चाहिँ ट्रु फाउन्डेसन हो जो चाहिँ जिजस क्राइस्ट हुनुहुन्छ, अर्को चाहिँ रङ फाउन्डेसन हो जो चाहिँ फल्स टिचिङले लिएर आउँछ, जो चाहिँ भन्छ यीशु इनफ छैन, यीशु काफी छैन, यहुदीहरूको व्यवस्था पालन गरेपछि मात्रै यो हुन्छ। कलासीको त्यो थियो नि त, यहुदीहरूको व्यवस्था पालन गर्नुपर्छ, एन्जल्सहरू वर्सिप गर्नुपर्छ, दर्शनहरूबाट सिक्रेट नलेज पाउनुपर्छ,
अनि नखानु नछुनु नसमात्नु भन्ने नियमहरू छ त्यो पालन गर्नुपर्छ, अन्त चाहिँ उद्धार पाउँछ। यो चाहिँ अर्को जग हो जो चाहिँ झुटो शिक्षाले स्थापना गर्दैछ। सो दुईटा जग भन्दा चाहिँ एउटा चाहिँ जिजस क्राइस्टले स्थापना गरेको जग जो चाहिँ गस्पल हो फाउन्डेसन, अर्को चाहिँ झुटो शिक्षाले स्थापना गरेको फाउन्डेसन हो जो चाहिँ रङ फाउन्डेसन हो। सो हामीले निर्माण गर्नुपर्ने सेवाकाईहरू, हामीले निर्माण गर्नुपर्ने हाम्रो आत्मिकी जीवनहरू चाहिँ यीशु ख्रीष्टको फाउन्डेसनमा थियो। सो यो चाहिँ राइट फाउन्डेसन हो भन्ने आइडिया हो त्यो चाहिँ। ओके, थ्याङ्क यू एल्डर बाबुलाई। र यहाँनिर एउटा लामो प्याराग्राफ रहेछ दुईटा पन्नामा, र यो चाहिँ म डल्लै पाठ गर्दिनँ। यहाँनिर मैले पढ्दै गर्दाखेरि चाहिँ एकदमै यो कन्भेन्सनबाट चाहिँ उहाँलाई एकदमै उत्साह मिलेको कुरा रहेछ, र उहाँले चाहिँ भन्नुहुँदैछ तपाईँलाई चाहिँ एकदमै थ्याङ्क यू, तपाईँले चाहिँ हामीलाई यस्तो चाहिने कुराहरू यस्तो मजाले तपाईँले बुझाइदिनु भएको छ भनेर यो कुराहरू लेख्नु भएको छ। तपाईँलाई एकदमै ग्रेटफुल थ्याङ्कफुल भएको यो लेटर उहाँले लेख्नु भएको रहेछ। र अब हाम्रोमा लास्ट दुईटा प्रश्नहरू छ, यो चाहिँ हाम्रो जेनरल रहेछ। र यो बोलाइएको र चुनिएको भनेको चाहिँ के रहेछ भनेर सोध्नुहुन्छ। बोलाइएको र चुनिएको। बोलाइएको भनेको चाहिँ कल्ड अनि चुनिएको भनेको चाहिँ चोजन भन्नु है। सो यो कुरा के हो भनेर बुझ्नु भने चाहिँ यो कुरा कुन सन्दर्भमा भनियो भनेर बुझ्नु जरुरी हुन्छ। सन्दर्भ इम्पोर्टेन्ट हुन्छ, कन्टेक्स्ट। सो यो बोलाइएको र चुनिएको कुरा चाहिँ येशू ख्रीष्टले भन्नुभयो मत्ती 22 अध्यायतिर हुनुपर्छ। कुन सन्दर्भमा इम्पोर्टेन्ट छ अनि कुन सन्दर्भ भन्दा चाहिँ विवाहको भोजको सन्दर्भमा, जहाँ चाहिँ एउटा मालिकले एउटा राजाले विवाहको भोजमा धेरैलाई निमन्त्रणा दिन्छ, धनी धनीहरूलाई निमन्त्रणा दिन्छ, ठुल्ठुलो गेस्टहरूलाई निमन्त्रणा दिन्छ, तर उनीहरू आउँदैन। उनीहरू नआउँदाखेरि चाहिँ उसको इन्भिटेसन चाहिँ एक्सटेन्ड गर्छ नर्मल साधारण सिटिजन्सहरूमा, जो पनि बाहिरबाट जो पनि साधारण मान्छेहरू, लङ्गडा लुङ्गडा समाजमा भनौँ मार्जिनलाइज्डहरू, एकदमै समाजले त्यति आदर नगर्नेहरूकोमा इन्भिटेसन जान्छ अनि उनीहरू चाहिँ आउँछ। सो उनीहरू आएर विवाहमा सामेल हुन्छ अनि त्यो बिचमा एकजना मान्छे पनि पछि पठाउँछ जुन मान्छेले चाहिँ धार्मिकताको वस्त्र लाएको हुँदैन। यहाँ फल्स टिचिङ पस्नु सक्छ, किनभने त्यो धार्मिकताको वस्त्र बिना आउनु खोज्नु भनेको चाहिँ यीशु ख्रीष्टलाई त्यो ट्रु फाउन्डेसनमा विश्वास नगरिकन प्रभुको इटर्नल लाइफमा पस्नु खोज्नु भनौँ न। तर इम्पोर्टेन्ट के हो भने नि, यो लास्ट क्वेसन हो, यसको पछाडि लास्ट क्वेसन। सो इम्पोर्टेन्ट चाहिँ प्रभुले बोलाइएको र चुनिएको चाहिँ कुन सन्दर्भमा भन्नुभयो भन्दा प्रभुले यो प्यारेबल चाहिँ जिउज अनि जेन्टाइल्सको सन्दर्भमा भन्नुभएको। सो फर्स्टमा इन्भाइट गरेको गेस्ट चाहिँ को हो भन्दा जिउजहरू हो। खासमा जिउजहरूलाई गस्पलको थ्रुबाट निमन्त्रणा दियो, जिउजहरूकोमा आयो खास गस्पल, जिउजहरूले पाएको खास सुसमाचार। तर जिउजहरूले यीशु ख्रीष्टको इन्भिटेसनलाई, जिजस क्राइस्टलाई स्वीकार नगर्दा चाहिँ जेन्टाइल्सहरू, तपाईँ नि हामी जो पर्छौँ जेन्टाइल्सहरू, हामी कहाँ पनि सुसमाचार आइपुगेको अनि हामीले चाहिँ रेस्पोन्ड गरेको चित्र हो त्यो। सो बोलाइएको भन्दा यो सन्दर्भमा चाहिँ बोलाइएको इन्भिटेसन दिएकोहरू चाहिँ को हो भन्दा जिउजहरू हो। तर उनीहरूले त्यो इन्भिटेसनलाई अनर नगर्दा, त्यो इन्भिटेसनलाई रेस्पोन्ड नगर्दाखेरि चाहिँ चुनिएकोहरू लास्टमा खाने चाहिँ को भयो भने चाहिँ जेन्टाइल्सहरू भयो, तपाईँ नि हामी भयौँ। सो त्यो सन्दर्भमा चाहिँ प्रभुले बोलाइएको अनि चुनिएको यो टर्मलाई, यो फ्रेजलाई, यो वाक्यांशलाई चाहिँ ल्याउनु भएको। हुन्छ, थ्याङ्क यू एल्डर बाबु। र हाम्रो लास्ट प्रश्न रहेको छ, हामी नयाँ भएको चाहिँ कसरी हामी थाहा गर्न सक्छौँ? यहाँ जब हामी ख्रीष्टलाई हामी ग्रहण गर्छौँ त्यति बेला हामी ख्रीष्टलाई ग्रहण गर्दाखेरि हामी नयाँ हुन्छौँ। नयाँ भएको चाहिँ हामी कसरी महसुस गर्न सक्छौँ भन्ने यो प्रश्न रहेछ। मलाई लाग्छ हामीले अगाडिको फ्यु क्वेसन्सहरूदेखि नै यो कुरालाई पनि टच गर्दैछौँ। फर्स्ट कुरो चाहिँ क्रिस्चियन लाइफ, त्यसै कारण धर्मीजन चाहिँ विश्वासैबाट जिउँछ भनेको छ, फिलिङ्सबाट भन्दा पनि होइन। पावलले रोमीमा भन्छ धर्मीजनहरू चाहिँ केबाट जिउँछ भने विश्वासबाट, मलाई कस्तो लाग्दैछबाट होइन। मैले तपाईँलाई हिजो भने नि, प्रभुलाई विश्वास गर्दा यहाँ माथि यत्रो सेतो लाइट बलेन होइन, प्रभुलाई विश्वास गर्दा झकझकझक भएन, त्यो एउटा मुमेन्ट कोही कोही बेला पाउँछौँ हामीले। प्रभुले कोही कोही बेला हामीलाई यस्तो मुमेन्ट एक्सपिरियन्स गर्नु दिन्छ जहाँ हामी रुन्छौँ, जहाँ हामी ब्रेक हुन्छौँ। प्रभुले त्यो कोही कोही बेला एक्सक्लुसिभ केसेसहरूमा एक्सपिरियन्स गर्नु दिनुहुन्छ। तर त्यो जेनरल या प्रभुको नियम चाहिँ त्यसरी होइन फिल गराउने चाहिँ। प्रभुले त्यसरी फिल गराउनु चाहिँ
प्रभुको जेनरल भनौँ न एउटा तरिका चाहिँ होइन, तर कोही कोही बेला त्यसरी पनि सेन्स गर्छ प्रभुको नजिकमा प्रभुलाई विश्वास गर्दा ग्रहण गर्दाखेरि। बट भेरी इम्पोर्टेन्ट चाहिँ क्रिस्चियन लाइफ चाहिँ विश्वासमा जिउने हो। मैले प्रभुलाई विश्वास गर्दाखेरि त्यो जराको कुरा गऱ्यौँ, हामीले चिनारीको कुरा गऱ्यौँ, म के भएँ भन्ने कुरो चाहिँ यहाँ बाइबलमा के छ हामी त्यसमा विश्वास गर्छौँ। प्रभुलाई विश्वास गरेकोदेखि त मलाई त धर्मी खालके फिलिङ आउँदैछ, हुँदैन त्यस्तो। पाप गर्नु मनपर्छ हामीलाई, तर त्यति बेला हामी वचनलाई मा उभिएर भन्छौँ मैले पाप गर्नु मिल्दैन भनेर। सो कस्तो खालके कसरी थाहा पाउने, या उहाँले प्रश्न गर्दै यसलाई यदि फिलिङ्सबाट हामी सेन्स गर्नु चाहँदैछ भने चाहिँ मलाई लाग्छ हामी डिसिभ्ड हुन्छौँ, हामी झुकिन्छौँ, अनि सायद हामी डिस्करेज पनि हुन्छौँ होला। तर फेथमा हो, नम्बर 1 चाहिँ फेथमा हो। जे पनि भएको छ मैले देखेको छुइनँ तर सिफ्ट भइसकेको छ, म परमेश्वरको राज्यमा प्रवेश गरिसकेको छु। तर अर्को कुरो चाहिँ अघिको जुन कुरा आउँछ, पवित्र आत्माले हामीभित्र कार्य गर्न थाल्नुहुन्छ। त्यहाँदेखि पवित्र आत्माले अस्तिसम्म पाप गर्दाखेरि केही लाग्दैन थियो। मेरो आफ्नो लाइफलाई पनि हेर्छु, जब म प्रभुलाई साँचो क्रिस्चियन परिवारमै जन्मेको थिएँ, तर प्रभुलाई साँचो रूपमा मैले ग्रहण नगर्दाखेरि मलाई पापमा जिउँदै गर्दा पनि केही साह्रो पर्दैन थियो। तर 2004मा मैले जब प्रभुलाई साँचो रूपमा ग्रहण गरेँ, के चेन्ज भयो भन्दा मलाई पाप गर्दाखेरि नराम्रो लाग्न थाल्यो। मलाई पाप गर्दा पवित्र आत्माले कन्भिक्ट गर्न थाल्नुभयो, यो ठिक होइन भनेर। मलाई बाइबलको विरुद्धमा जिउँदाखेरि अब साह्रो पर्नु थाल्यो। मलाई प्रभु जस्तो हुने, प्रभु जस्तो चरित्रमा जिउने इच्छा आउनु थाल्यो। सो योहरू चाहिँ एउटा एक्सप्रेसन या साइन्सहरू हो जसले चाहिँ यस मैले उद्धार पाएको छु भन्ने हो। तर मोर ओभर चाहिँ हामी धर्मीहरू चाहिँ प्रभुमा उद्धार पाएकोहरू चाहिँ बाइबलमा भनिएको कुराहरूमा विश्वास गरेर जिउँछौँ। फिलिङ्सलाई भन्दा पनि मलाई कस्तो लाग्दैछ र मलाई कस्तो फिल हुँदैछ भन्दा पनि यहाँमा चाहिँ अडिएर जिउँछौँ। फिल नहुँदा पनि गर्ने हो, फिल हुँदा पनि गर्ने हो। ओके, थ्याङ्क यू सो मच एल्डर बाउ। र अब हाम्रो सबै क्वेसन्सहरू समाप्त भएको छ। र हुनु त तपाईँले यो जति पनि सेसन्स दिनुभयो, हामी सेसन्सबाट नै एकदमै आशिषित भएको हामी फिल गरिरहेको थियौँ। एकदमै इजी वेमा हामीले तपाईँले जे पनि बोल्नुहुँदै थियो त्यसलाई हामीले रिसिभ गरिरहेको थियौँ। र पनि केही उहाँलाई जिज्ञासा भएको खण्डमा हामीले यो क्वेसन्सहरूलाई हामी समक्ष यो आएको छ। र अब हाम्रो क्वेसन्सहरू पनि सबै सिद्धिएको छ। र म सबैजना जतिजना तपाईँहरूले यो क्वेसन्सहरूलाई तपाईँले दिनुभयो तपाईँहरूलाई पनि हामी धन्यवाद दिन्छौँ। र विशेष गरी थ्याङ्क यू त हामी तपाईँलाई एकदमै हामी हाम्रो होल हार्टेडली तपाईँलाई हामी थ्याङ्क यू भन्छौँ। तपाईँले गर्नुभएको मेहनतलाई, तपाईँले गर्नुभएको परिश्रमलाई हामी एकदमै हामी कदर गर्छौँ र तपाईँलाई हामी एकदमै हामी धन्यवाद दिन्छौँ। र हामी एकदमै हाम्रो टाइमले हामीले एकदमै छोडिसकेको छ र हामीले अलिकति टाइमलाई एक्सटेन्ड गरिरहेको छौँ। अब हामी यो सेसनलाई हामी यहाँनिर बन्द गर्नेछौँ र अब हामी यहाँबाट हाम्रो तपाईँ जान सक्नुहुन्छ। गेट आउट हो। हुन्छ, सबैजनाले जोरदार ताली लगाएर उहाँलाई हामी धन्यवाद दिनेछौँ। र हामी आशा गर्दछौँ तपाईँको प्रश्नहरू सबै क्लियर भएको छ भने हामी आशा गर्दछौँ। र केही डाउट छ भने एल्डर बाउको नम्बर तपाईँले लिइराख्नुहोस् होला, तपाईँले पर्सनली उहाँलाई सोद्धा हुन्छ। यो समय आजको सञ्चालिका बहिनीलाई दिँदछु।